गुड मर्निङ सबैलाई गुड मर्निङ है। आज मिति 2081 चैत्र 9 गते हजुरहरू खरिदार पदको फर्स्ट पेपर अर्थात् रिटर्न एक्जामको तयारीमा रहनुभएका सम्पूर्ण विद्यार्थीहरूमा हजुरहरूलाई प्र्याक्टिस गराउनका निमित्त सामान्य ज्ञान एमसीक्यू क्वेसनहरुलाई लिएर फेरि पनि हामी हजुरमाझ उपस्थित भइसकेका छौं। हिजो पनि हामीले सामान्य ज्ञान एमसीक्यू यही अन्तर्गत रहेर नै हामीले 25 क्वेसनहरुलाई चाहिँ प्र्याक्टिस गरिसकेका छौं भने आजको क्लासमा पनि यो 25 देखि पछाडितिरका है क्वेसनहरुलाई चाहिँ आजको यस क्लासमा रहेर प्र्याक्टिस गर्नेछौं र हामी चाहिँ भोलि नेपालको इतिहास टपिक अन्तर्गत नै डे 6 मा रहेका छौं, अन्तिम डे मा रहेका छौं हामी। यो टपिकलाई चाहिँ हामीले भोलि क्लियर गरेर है भोलि हामीले यसलाई क्लियर गरेर चाहिँ हामी अर्को नेक्स्ट टपिक तर्फ लाग्नेछौं है। र यदि हजुरहरू खरिदार लगायत है विभिन्न संघ संस्थाको एक्जामको तयारीमा रहनु भएको छ भने यस च्यानललाई है मज्जाले सब्स्क्राइब गरेर जोडिन सक्नुहुन्छ भन्दै कति पनि ढिला नगरी आजको पहिलो क्वेशन तर्फ लागौ। आजको पहिलो क्वेशन रहेको छ, हेर्नुस् त क्वेशन नम्बर 26 मा रहेको छ हजुरको क्वेशन। राम्रोसँग ध्यान दिएर बुझ्नु होला। चन्द्रमाको सतहमा पुग्ने है पहिलो अन्तरिक्ष यान कुन हो? अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन ए मा रहेको छ अपोलो 11 है। अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने लुना 2, अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने चांगई 4, अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने विक्रम 1। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? ल भन्नुस् त क्वेशन नम्बर 26 को राइट आन्सर के हुन सक्ला? चन्द्रमाको सतहमा पुग्ने है पहिलो अन्तरिक्ष यान कुन हो? ल भन्नुस् त चन्द्रमाको सतहमा है पुग्ने पहिलो अन्तरिक्ष यान कुन हो? हो गुड, एकदम राइट आन्सर। कति भन्नु भएको छ? अप्सन नम्बर बी लुना 2 भनेका चाहिँ मिलाउनु भएको छ है। जतिले पनि अप्सन नम्बर बी सर भन्नु भएको छ एकदम मिलाउनु भएको छ है। चन्द्रमाको सतहमा पुग्ने है पहिलो अन्तरिक्ष यान चाहिँ लुना 2 रहेको छ, लुना 2 रहेको छ। क्लियर हुने? एकदम क्लियर हुने है। चन्द्रमाको सतहमा पुग्ने पहिलो अन्तरिक्ष यान कुन हो भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले लुना 2 भनिदिने, लुना 2 भनिदिने। क्लियर हुने? एकदम क्लियर हुने। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर बी रह्यो। त्यसैगरी हेर्नुस् त क्वेशन नम्बर 27 मा रहेको छ हजुरको क्वेशन। राम्रोसँग ध्यान दिएर बुझ्नु होला। आईसीयू मा है राखिएको बिरामीलाई अक्सिजन दिने उपकरणलाई के भनिन्छ? एकदम सजिलो प्रश्न है। प्रश्न राम्रोसँग बुझ्नु होला, क्वेशन चाहिँ एकदम मजाले बुझ्नु होला। आईसीयू मा चाहिँ राखिएको बिरामीलाई अक्सिजन दिने उपकरणलाई के भनिन्छ भन्ने क्वेशन रहेको छ है। क्वेशन एकदम मजाले बुझ्नु होला। अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ भेन्टिलेटर है। अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने नम्बुलाइजर है। अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने ऑक्सिजन मास्क। त्यसैगरी अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने फेसमेकर। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? ल भन्नुस् त यस क्वेशनको राइट आन्सर के हुन सक्ला? आईसीयू मा राखिएको बिरामीलाई अक्सिजन दिने है उपकरणलाई के भनिन्छ? ल भन्नुस् त आईसीयू मा राखिएको बिरामीलाई चाहिँ अक्सिजन दिने है उपकरणलाई के भनिन्छ? एकदम सजिलो प्रश्न है। हो गुड, एकदम राइट आन्सर। कति भन्नु भएको छ? अप्सन नम्बर ए भेन्टिलेटर भनेका चाहिँ सबैले मिलाउनु भएको छ है। यसरी नै मिलाउन ट्राई गर्ने। आईसीयू मा राखिएको बिरामीलाई अक्सिजन दिने उपकरणलाई चाहिँ भेन्टिलेटर भनिन्छ। के भनिन्छ? भेन्टिलेटर भनिन्छ है। क्लियर हुने? एकदम क्लियर हुने। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर ए रह्यो है। त्यसैगरी हेर्नुस् त क्वेशन नम्बर 28 मा रहेको छ हजुरको क्वेशन। एकदम राम्रोसँग ध्यान दिएर बुझ्दिनु होला। XX है क्रोमोसोम कम्बिनेसनबाट के जन्मिन्छ? XX है XX क्रोमोसोम है कम्बिनेसनबाट के जन्मिन्छ? अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ केटा अर्थात् मेल। अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने केटी है। त्यसैगरी अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने दुवै है मेल फिमेल दुवै। त्यसैगरी अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने कुनै पनि होइन। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? ल भनिदिनुस् त क्वेशन नम्बर 28 को राइट आन्सर के हुन सक्ला? XX क्रोमोसोम कम्बिनेसनबाट के जन्मिन्छ? ल भन्नुस् त XX क्रोमोसोम है कम्बिनेसनबाट के जन्मिन्छ? हो गुड, एकदम राइट आन्सर है। जतिले पनि अप्सन नम्बर बी केटी भन्नु भएको छ एकदम मिलाउनु भएको छ है। जतिले पनि फिमेल भन्नु भएको छ केटी भन्नु भएको छ एकदम राइट आन्सर भन्नु भएको छ। यसरी नै मिलाउन चाहिँ ट्राई गर्ने है। XX क्रोमोसोम कम्बिनेसनबाट चाहिँ केटी अर्थात् फिमेल जन्मिन्छ। क्लियर हुने? एकदम क्लियर हुने। र हजुरलाई XY है यो XX को ठाउँमा चाहिँ हजुरले XY है क्रोमोसोम कम्बिनेसनबाट के जन्मिन्छ
भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले केटा भनिदिने। अप्सन नम्बर ए को केटा भनिदिने है। एक्स एक्स क्रोमोसोम कम्बिनेसनबाट के जन्मिन्छ भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले केटी भनिदिने, फिमेल भनिदिने। यो एकदम क्लियर हुनु होला है। त्यसैगरी हजुरलाई एक्स वाई है, एक्स एक्स को ठाउँमा हजुरलाई एक्स वाई क्रोमोसोम है कम्बिनेसनबाट के जन्मिन्छ भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले केटा भनिदिने, मेल भनिदिने, केटा मेल भनिदिने। क्लियर हुने, एकदम क्लियर हुने। एक्स एक्सबाट चाहिँ हजुरको केटी जन्मिन्छ भने एक्स वाई क्रोमोसोमबाट चाहिँ हजुरको केटा जन्मिन्छ। क्लियर हुनु होला, एकदम क्लियर हुनु होला। राइट एन्सर चाहिँ हजुरको अप्सन नम्बर बी रह्यो। त्यसैगरी हेर्नुहोस् त क्वेसन नम्बर 29 मा रहेको छ हजुरको क्वेसन एकदम राम्रोसँग ध्यान दिएर बुझ्नु होला। युरी गागरिन कहिले अन्तरिक्षमा पुगेका थिए? युरी गागरिन चाहिँ कहिले अन्तरिक्षमा पुगेका थिए? अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ सन् 1961 अप्रिल 10। अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने सन् 1961 है अप्रिल 11। अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने सन् 1961 है अप्रिल 12। त्यसैगरी अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने सन् 1961 है अप्रिल 13। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? ल भन्नुस् त यस क्वेशनको राइट आन्सर के हुन सक्ला? युरी गागरिन है, युरी गागरिन चाहिँ कहिले अन्तरिक्षमा पुगेका थिए? ल भनिदिनुस् त यस क्वेशनको राइट आन्सर के हुन सक्ला? युरी गागरिन चाहिँ कहिले अन्तरिक्षमा पुगेका थिए? ओ गुड, एकदम राइट आन्सर। कति भन्नुभएको छ? अप्सन नम्बर सी सर भन्नुभएको छ। सबैले मिलाउनु भएको छ, जतिले पनि अप्सन नम्बर सी भनेका चाहिँ सबैले मिलाउनु भएको छ। हो यसरी नै मिलाउन ट्राई गर्ने, मिलाउन चाहिँ ट्राई गर्ने, प्रयास चाहिँ गर्ने है। क्वेशन भनिसकेर है अप्सन भन्दा मैले हजुरले चाहिँ राइट आन्सर गेस गरिहाल्ने है, राइट आन्सर गेस गरिहाल्ने। युरी गागरिन चाहिँ सन् 1961 है अप्रिल 12 मा अन्तरिक्षमा पुगेका थिए। अप्रिल 12 गते चाहिँ अन्तरिक्षमा पुगेका थिए। युरी गागरिन चाहिँ कहिले अन्तरिक्षमा पुगेका थिए भनेर हजुरले सोध्यो भने चाहिँ हजुरले सन् 1961 अप्रिल 12 गते भनिदिने। सन् 1961 अप्रिल 12 गते भनिदिने। हजुरको राइट आन्सर चाहिँ अप्सन नम्बर सी रह्यो। क्लियर हुने, एकदम क्लियर हुने। कन्फ्युज भन्ने कति पनि हुनु भएन। क्लियर हुने, एकदम क्लियर हुने। त्यसैगरी हेर्नुहोस् क्वेशन नम्बर 30 मा रहेको छ हजुरको थर्मोमिटरमा है प्रयोग हुने एफपी र बीपी को पूरा रूप के हो? एकदम सजिलो प्रश्न है। थर्मोमिटरमा चाहिँ प्रयोग हुने है एफपी र बीपी को पूरा रूप के हो भन्ने क्वेशन रहेको छ। क्वेशन एकदम मजाले बुझ्नु होला। अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ फ्रिजिङ पोइन्ट र बोइलिङ पोइन्ट। अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने फिक्स पोइन्ट र ब्यालेन्स पोइन्ट। अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने फ्लुइड प्रेसर र बेस प्रेसर। त्यसैगरी अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने फ्लोइङ पोइन्ट र बोइलिङ प्रेसर। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? ल भन्नुस् त क्वेशन नम्बर 30 को राइट आन्सर के हुन सक्ला? थर्मोमिटर यदि हजुर बिरामी हुनुभयो भने हस्पिटलमा चेक गराउन जानु भयो भने है, यदि चेक गराउन जानु भयो भने हजुरलाई चाहिँ यो थर्मोमिटर लगाइदिन्छ है। थर्मोमिटर लगाएर हजुरलाई चेक गर्छ, जसमा चाहिँ हजुरको एफपी र बीपी को पूरा रूप के हो भनिएको छ क्वेशनमा है। एफपी र बीपी को पूरा रूप के हो भनेको छ। ल भन्नुस् त यस क्वेशनको राइट आन्सर के हुन सक्ला? हो गुड, एकदम राइट आन्सर भन्नुभएको छ है। अप्सन नम्बर ए भनेका चाहिँ सबैले मिलाउनु, जतिले पनि अप्सन नम्बर ए सर भन्नुभएको छ एकदम राइट आन्सर भन्नुभएको छ। हो यसरी नै मिलाउन ट्राई गर्ने, प्रयास चाहिँ गर्ने है। मिलाउ राइट आन्सर भन्ने प्रयास गर्ने, राइट आन्सर गेस गर्ने प्रयास गर्ने है। थर्मोमिटरमा प्रयोग हुने एफपी को पूरा रूप चाहिँ फ्रिजिङ पोइन्ट रहेको छ भने बीपी को पूरा रूप चाहिँ बोइलिङ पोइन्ट रहेको छ। क्लियर हुने, एकदम क्लियर हुने। हजुरलाई एफपी को पूरा रूप के हो भनेर हजुरलाई यो मात्रै सोध्यो भने पनि हजुरले फ्रिजिङ पोइन्ट भनिदिने। यो एकदम क्लियर हुनु होला। त्यसैगरी हजुरलाई बीपी को पूरा रूप के हो है, बीपी को पूरा रूप के हो भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले बोइलिङ पोइन्ट भनिदिने, बोइलिङ पोइन्ट भनिदिने। एकदम क्लियर हुने, एकदम क्लियर हुने। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर ए रह्यो है। क्लियर हुने, एकदम क्लियर हुने। त्यसैगरी हेर्नुहोस् त क्वेशन नम्बर 31 मा रहेको छ हजुरको क्वेशन एकदम राम्रोसँग ध्यान दिएर बुझ्नु होला। नेपालको संविधान 2072 कहिले जारी भएको थियो? एकदम सजिलो प्रश्न है। नेपालको संविधान 2072 चाहिँ कहिले जारी भएको थियो भन्ने क्वेशन रहेको छ। क्वेशन राम्रोसँग ध्यान दिएर बुझ्नु होला। अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ विक्रम सम्वत 2072 असोज 1 गते। अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने विक्रम सम्वत 2072 असोज 2 गते। अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने विक्रम सम्वत है 2072 असोज 3 गते। त्यसैगरी अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने विक्रम सम्वत 2072 असोज 4 गते। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? ल भनिदिनुस् त यस क्वेशनको राइट आन्सर के हुन सक्ला? नेपालको संविधान 2072 कहिले जारी भएको थियो? ल भन्नुस् त नेपालको संविधान चाहिँ 2072 कहिले जारी भएको थियो? गुड, एकदम राइट आन्सर है, एकदम राइट आन्सर है।
जतिले पनि अप्सन नम्बर सी सर भन्नुभएको छ एकदम राइट आन्सर भन्नुभएको छ। यसरी नै भने ट्राई गर्ने है, यसरी नै राइट आन्सर भने ट्राई गर्ने। नेपालको संविधान 2072 चाहिँ असोज 3 गते जारी भएको थियो है। नेपालको संविधान 2072 चाहिँ असोज 3 गते जारी भएको थियो। क्लियर हुनुलाई, एकदम क्लियर हुनुलाई राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर सी रह्यो। त्यसैगरी हेर्नुहोस् त क्वेसन नम्बर 32 मा रहेको छ क्वेसन राम्रोसँग एकदम मजाले बुझ्नु होला। नेपालको कुन संविधानको पछाडि है साल वा वर्ष लेखिएको छैन? नेपालको चाहिँ कुन संविधानको पछाडि साल वा वर्ष लेखिएको छैन? अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ संविधान 2072, अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने संविधान 2019 है। त्यसैगरी अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने संविधान 2047, त्यसैगरी अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने संविधान 2063। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के? ल भन्नुस् त यस क्वेशनको राइट आन्सर के? नेपालको कुन संविधानको पछाडि चाहिँ साल वा वर्ष लेखिएको छैन? ल भन्नुस् त नेपालको कुन संविधानको पछाडि चाहिँ साल वा वर्ष लेखिएको छैन? ओ गुड, एकदम राइट आन्सर है। जतिले पनि अप्सन नम्बर ए भन्नु भएको छ संविधान 2072 भन्नु भएको छ एकदम राइट आन्सर भन्नु भएको छ है। यसरी नै मिलाउन ट्राई गर्ने, मिलाउन चाहिँ ट्राई गर्ने है, मिलाउन चाहिँ ट्राई गर्ने, एकदम एक्टिभ हुने है। प्र्याक्टिस गर्ने बेलामा एकदम एक्टिभ भएर प्र्याक्टिस गर्ने है। नेपालको संविधान 2072 को पछाडि चाहिँ साल वा वर्ष लेखेको छैन। जान्नु होला है, जान्नु होला, बुझिराख्ने है। नेपालको कुन संविधानको पछाडि साल वा वर्ष लेखेको छैन भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले संविधान 2072, संविधान 2072 को पछाडि चाहिँ साल वा वर्ष केही पनि लेखिएको छैन। क्लियर हुने, एकदम क्लियर हुने। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर ए रह्यो। त्यसैगरी हेर्नुहोस् त क्वेसन नम्बर 33 मा रहेको छ हजुरको क्वेसन एकदम राम्रोसँग ध्यान दिएर बुझ्नु होला। नेपालको संविधान 2072 संविधान सभाबाट कहिले पारित भएको थियो? नेपालको संविधान 2072 चाहिँ संविधान सभाबाट है कहिले पारित भएको थियो भन्ने क्वेसन रहेको छ। क्वेसन एकदम राम्रोसँग बुझ्ने। अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ विक्रम सम्वत 2072 भाद्र 27 गते, अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने विक्रम सम्वत 2072 भाद्र 28 गते, अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने विक्रम सम्वत 2072 भाद्र 29 गते र अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने विक्रम सम्वत है 2072 भाद्र 30 गते। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के? ल भन्नुस् त क्वेशन नम्बर 33 को राइट आन्सर के? नेपालको संविधान 2072 है संविधान सभाबाट कहिले पारित भएको थियो? ल भन्नुस् त नेपालको संविधान 2072 चाहिँ संविधान सभाबाट है कहिले पारित भएको थियो? ल भन्नुस् त। हो गुड, एकदम राइट आन्सर है। जतिले पनि अप्सन नम्बर डी भनेका चाहिँ मिलाउनु भएको छ, जतिले पनि अप्सन नम्बर डी सर भन्नु भएको छ एकदम राइट आन्सर भन्नु भएको छ है। यसरी नै मिलाउन ट्राई गर्ने। नेपालको संविधान 2072 चाहिँ संविधान सभाबाट है विक्रम सम्वत 2072 भाद्र 30 गते चाहिँ पारित भएको थियो। कहिले पारित भएको थियो? विक्रम सम्वत 2072 है भाद्र 30 गते चाहिँ नेपालको संविधान सभाबाट पारित भएको थियो। क्लियर हुने, एकदम क्लियर हुने। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर डी रह्यो है। त्यसैगरी हेर्नुहोस् त क्वेशन नम्बर 34 मा रहेको छ हजुरको क्वेशन एकदम राम्रोसँग बुझ्नु होला। नेपालको संविधान है 2072 को भाग 2 केसँग सम्बन्धित छ र कति धारादेखि कतिसम्म रहेको छ? क्वेशन एकदम राम्रोसँग बुझ्नु होला। नेपालको संविधान है 2072 को भाग 2 चाहिँ केसँग सम्बन्धित छ भनेको छ? भाग 2 चाहिँ केसँग सम्बन्धित छ भनेको छ, जसमा चाहिँ यसमा भाग 2 मा चाहिँ कतिदेखि कति धारा रहेका छन् भन्ने क्वेशन छ है। अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ मौलिक हकहरू धारा 5 देखि 20, अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने नागरिकता है धारा 10 देखि 15, अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने राष्ट्रपति धारा 50 देखि 60, अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने कार्यपालिका है धारा 77 देखि 80। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? ल भन्नुस् त यस क्वेशनको राइट आन्सर के हुन सक्ला? नेपालको संविधान 2072 को भाग 2 है केसँग सम्बन्धित छ र यसमा कतिदेखि कतिसम्म धारा रहेका छन्? ल भन्नुस् त नेपालको संविधान 2072 को भाग 2 केसँग सम्बन्धित छ र कति धारादेखि कतिसम्म रहेको छ? ल भन्नुस् त। हो गुड, एकदम राइट आन्सर है। अप्सन नम्बर बी भनेका चाहिँ सबैले मिलाउनु भएको छ, जतिले पनि अप्सन नम्बर बी भन्नु भएको छ एकदम राइट आन्सर भन्नु भएको छ है। यसरी नै मिलाउन ट्राई गर्ने, यसरी नै करेक्ट राइट आन्सर भन्ने ट्राई गर्ने है। नेपालको संविधान चाहिँ 2072 को भाग 2 चाहिँ हजुरको नागरिकतासँग सम्बन्धित छ, यो जान्ने। त्यसैगरी यसमा चाहिँ नेपालको संविधान 2072 को भाग 2 मा चाहिँ
10 देखि 15 धारा रहेका छन् है। 10 देखि 15 धारा रहेका छन्, यो पनि जान्नु होला है। नेपालको संविधान 2072 को भाग 2 चाहिँ हजुरको नागरिकतासँग सम्बन्धित छ, यो एकदम क्लियर हुनु होला है, कन्फ्युज हुनु भएन यसमा चाहिँ। त्यसैगरी हजुरको नेपालको संविधान 2072 को भाग 2 मा चाहिँ कति धारा छन् भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले 10 देखि 15 धारा है, 10 देखि 15 धारा रहेका छन्। क्लियर हुने, एकदम क्लियर हुने। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर बी रह्यो है। त्यसैगरी हेर्नुहोस् त क्वेसन नम्बर 35 मा रहेको छ हजुरको नेपालको संविधान 2072 को धारा 6 बमोजिम राष्ट्र भाषा भन्नाले के बुझिन्छ? नेपालको संविधान 2072 को धारा 6 बमोजिम राष्ट्र भाषा भन्नाले के बुझिन्छ? अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ नेपालमा बोलिने सबै मातृभाषाहरू, अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने नेपालका सबै भाषाहरू, त्यसैगरी अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने नेपाली नागरिकहरूले बोल्ने नेपाली भाषा, त्यसैगरी अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने संघीय सरकारद्वारा है मान्यता प्राप्त भाषा। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? ल भन्नुस् त यस क्वेशनको राइट आन्सर के हुन सक्ला? क्वेशन राम्रोसँग बुझ्ने है। नेपालको संविधान 2072 को धारा 6 है बमोजिम राष्ट्र भाषा भन्नाले के बुझिन्छ? ओ गुड गुड, एकदम राइट आन्सर भन्नुभएको छ। जतिले पनि अप्सन नम्बर ए भन्नुभएको छ एकदम राइट आन्सर भन्नुभएको छ है। नेपालको संविधान 2072 को धारा 6 बमोजिम राष्ट्र भाषा भन्नाले चाहिँ नेपालमा बोलिने सबै मातृभाषाहरू बुझिन्छ है, नेपालमा बोलिने सबै मातृभाषाहरू बुझिन्छ। क्लियर हुने, एकदम क्लियर हुने। हजुरलाई नेपालको संविधान 2072 को धारा 6 बमोजिम राष्ट्र भाषा भन्नाले के बुझिन्छ भनेर हजुरलाई एक्जाममा सोधिहाल्यो भने बाइ चान्स हजुरले चाहिँ नेपालमा बोलिने सबै मातृभाषाहरू भनिदिने, नेपालमा बोलिने सबै मातृभाषाहरू भनिदिने। क्लियर हुने, एकदम क्लियर हुने। हजुरको राइट आन्सर चाहिँ अप्सन नम्बर ए रह्यो है। क्लियर हुने, एकदम क्लियर हुने। त्यसैले हेर्नुहोस् त क्वेशन नम्बर 36 मा रहेको छ हजुरको, क्वेशन राम्रोसँग बुझ्नु होला। द्वितीय अर्थात दोस्रो विश्वयुद्धमा सबैभन्दा अन्त्यमा है आत्मसमर्पण गर्ने राष्ट्र कुन हो? क्वेशन राम्रोसँग बुझ्नु होला। द्वितीय अर्थात दोस्रो विश्वयुद्धमा चाहिँ सबैभन्दा अन्त्यमा है, सबैभन्दा अन्त्यमा लास्टमा चाहिँ सबैभन्दा पछाडि है अन्तिममा चाहिँ आत्मसमर्पण गर्ने राष्ट्र कुन हो भन्ने क्वेशन रहेको छ है। क्वेशन एकदम मजाले बुझ्ने। अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ जर्मनी, अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने इटाली है, त्यसैगरी अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने जापान, त्यसैगरी अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने फ्रान्स। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? ल भन्नुस् त क्वेशन नम्बर 36 को राइट आन्सर के हुन सक्ला? द्वितीय विश्वयुद्धमा है अर्थात दोस्रो विश्वयुद्धमा चाहिँ सबैभन्दा अन्त्यमा आत्मसमर्पण गर्ने राष्ट्र कुन हो? एकदम सजिलो प्रश्न है, जान्नेलाई चाहिँ सजिलो प्रश्न। द्वितीय विश्वयुद्धमा चाहिँ सबैभन्दा अन्त्यमा आत्मसमर्पण गर्ने राष्ट्र कुन हो? ओ गुड, एकदम राइट आन्सर भन्नुभएको छ है। जतिले पनि अप्सन नम्बर सी भन्नुभएको छ जापान भनेका चाहिँ मिलाउनु भएको छ है, जतिले पनि जापान भन्नुभएको छ एकदम राइट आन्सर भन्नुभएको छ है। द्वितीय विश्वयुद्धमा सबैभन्दा अन्त्यमा आत्मसमर्पण गर्ने राष्ट्र चाहिँ जापान रहेको छ। जापानले चाहिँ सन् 1945 अगस्त 14 मा आत्मसमर्पण गरेको थियो है। सन् 1945 अगस्त 14 मा चाहिँ आत्मसमर्पण गरेको थियो, जान्नु होला। र पहिले चाहिँ आत्मसमर्पण गरेको पहिलो देश चाहिँ हजुरको इटाली रहेको छ है। पहिले चाहिँ सबैभन्दा पहिले आत्मसमर्पण गरेको द्वितीय है दोस्रो विश्वयुद्धमा चाहिँ सबैभन्दा पहिले आत्मसमर्पण गरेको देश चाहिँ हजुरको इटाली रहेको छ। इटाली चाहिँ सन् है 1943 सेप्टेम्बर 8 मा चाहिँ यसले आत्मसमर्पण गरेको थियो है। इटालीले चाहिँ सन् 1943 है सेप्टेम्बर 8 मा चाहिँ आत्मसमर्पण गरेको थियो। त्यसपछि चाहिँ हजुरको दोस्रोमा जर्मनीले आत्मसमर्पण गरेको है। त्यसपछि चाहिँ हजुरको पहिलोमा हजुरको इटालीले आत्मसमर्पण गरेको सन् 1943 सेप्टेम्बर 8 मा। त्यसपछि चाहिँ जर्मनी देशले चाहिँ आत्मसमर्पण गरेको सन् 1945 मे 7 मा चाहिँ जर्मनी देशले आत्मसमर्पण गरेको थियो है। सबै जान्ने है। द्वितीय विश्वयुद्धमा दोस्रो विश्वयुद्धमा सबैभन्दा अन्त्यमा आत्मसमर्पण गर्ने राष्ट्र चाहिँ हजुरको जापान रहेको छ, यो एकदम जान्नु होला। जापानले चाहिँ सन् 1945 है अगस्त 14 मा चाहिँ आत्मसमर्पण गरेको थियो। द्वितीय विश्वयुद्धमा सबैभन्दा पहिले आत्मसमर्पण गर्ने देश चाहिँ हजुरको इटाली रहेको छ, इटाली रहेको छ, यो पनि जान्नु होला। इटालीले चाहिँ सन् 1943 है सेप्टेम्बर 8 मा चाहिँ आत्मसमर्पण गरेको थियो, यो जान्नु होला। त्यसैगरी हजुरलाई दोस्रो विश्वयुद्धमा दोस्रोमा आत्मसमर्पण गर्ने राष्ट्र कुन हो भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले जर्मनी भन्ने। जर्मनीले चाहिँ सन् 1945
मे 7 मा चाहिँ आत्मसमर्पण गरेको थियो है। सन् 1945 मे 7 मा चाहिँ जर्मनीले आत्मसमर्पण गरेको थियो दोस्रो विश्वयुद्धमा है। जानु होला, एकदम क्लियर हुन। द्वितीय विश्वयुद्धमा सबैभन्दा अन्त्यमा आत्मसमर्पण गर्ने राष्ट्र चाहिँ हजुरको जर्मनी जापान रहेको छ, एकदम क्लियर हुने। र जापानले चाहिँ सन् 1945 अगस्त 14 मा आत्मसमर्पण गरेपछि चाहिँ सन् 1945 है सेप्टेम्बर 2 मा चाहिँ अन्त्य भएको थियो, दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो। सन् 1945 सेप्टेम्बर 2 मा है दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो। क्लियर हुनुला, एकदम क्लियर हुनुला। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर सी रह्यो है, एकदम क्लियर हुने। सबै जान्ने है, यी क्वेशनहरु सबै जान्ने। यसको राइट आन्सर के हो, क्वेशन के हो सबै जान्ने है, सबै जान्ने, सबै बुझ्ने, क्लियर हुने, एकदम क्लियर हुने। त्यसैले जस्तो क्वेशन नम्बर 37 रहेको छ हजुरको। क्वेशन राम्रोसँग बुझ्नु होला। रुसमा राज्य क्रान्ति कहिले भएको थियो? एकदम सजिलो प्रश्न है। रुसमा चाहिँ राज्य क्रान्ति कहिले भएको थियो? अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ सन् 1914, अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने सन् 1915, अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने सन् 1916, त्यसैगरी अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने सन् 1917। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? रुसमा राज्य क्रान्ति कहिले भएको थियो? ल भन्नुस् त, रुसमा चाहिँ राज्य क्रान्ति कहिले भएको थियो? हो गुड, एकदम राइट आन्सर भन्नुभएको छ है। जतिले पनि अप्सन नम्बर डी भन्नुभएको छ सबैले मिलाउनु भएको छ है। रुसमा चाहिँ राज्य क्रान्ति सन् 1917 मा भएको थियो है। रुसमा चाहिँ राज्य क्रान्ति सन् 1917 मा भएको थियो। क्लियर हुने, एकदम क्लियर हुने। कन्फ्युज भन्ने कति पनि हुनु भएन, कन्फ्युज भन्ने कति पनि हुनु भएन, क्लियर हुने है। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर डी रह्यो। त्यसैले हेर्नुस् त क्वेशन नम्बर 38 मा रहेको छ हजुरको। क्वेशन राम्रोसँग बुझ्नु होला। भारतमा जालियावाला है बाग हत्याकाण्ड कहिले भएको थियो? क्वेशन राम्रोसँग बुझ्नु होला। भारतमा चाहिँ जालियावाला बाग हत्याकाण्ड कहिले भएको थियो? अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ सन् 1919, अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने सन् 1920, अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने सन् 1921, अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने सन् 1922। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? ल भन्नुस् त यस क्वेशनको राइट आन्सर के हुन सक्ला? भारतमा चाहिँ जलियावाला है भारतमा चाहिँ जलियावाला बाग हत्याकाण्ड कहिले भएको थियो? ल भन्नुस् त भारतमा चाहिँ जलियावाला बाग हत्याकाण्ड कहिले भएको थियो? हो गुड, एकदम राइट आन्सर है। जतिले पनि अप्सन नम्बर ए भन्नु भएको छ सन् 1919 भन्ने काल चाहिँ मिलाउनु भएको छ। सन् 1919 जतिले भन्नु भएको छ मिलाउनु भएको छ है। भारतमा चाहिँ जालियावाला बाग हत्याकाण्ड चाहिँ सन् 1919 मा भएको थियो, सन् 1919 मा भएको थियो। क्लियर हुने, एकदम क्लियर हुने। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर ए रह्यो है। त्यसैले हेर्नुस् क्वेशन नम्बर 39 मा रहेको छ हजुरको। गिनेस बुक अफ वर्ल्ड रेकर्डको पहिलो प्रकाशन कहिले भएको थियो? गिनेस बुक वर्ल्ड रेकर्डको पहिलो प्रकाशन कहिले भएको थियो? अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ सन् 1955 अगस्त 26 है। त्यसैगरी अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने सन् 1955 है अगस्त 27। अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने सन् 1955 है अगस्त 28। त्यसैगरी अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने सन् 1955 अगस्त 29। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? ल भन्नुस् त यस क्वेशनको राइट आन्सर के हुन सक्ला? गिनेस बुक अफ वर्ल्ड रेकर्डको पहिलो प्रकाशन है पहिलो प्रकाशन चाहिँ कहिले भएको थियो? ल भन्नुस् त गिनेस बुक वर्ल्ड है गिनेस बुक अफ वर्ल्ड रेकर्डको पहिलो प्रकाशन चाहिँ कहिले भएको थियो? हो गुड, एकदम राइट आन्सर भन्नुभएको छ है। जतिले पनि अप्सन नम्बर बी भनेका चाहिँ मिलाउनु भएको छ, जतिले पनि अप्सन नम्बर बी भन्नुभएको छ एकदम राइट आन्सर भन्नुभएको छ है। यसरी नै मिलाउन ट्राई गर्ने, एकदम एक्टिभ हुने, एक्टिभ चाहिँ हुने, एकदम एक्टिभ हुने है। यो क्लासमा जोइन हुनु भएको चाहिँ सबै एक्टिभ हुने, एकदम क्लियर हुने। एक्टिभ भएर प्र्याक्टिस गर्दा चाहिँ राम्रो हुन्छ है। एक्टिभ भएर प्र्याक्टिस गर्दा चाहिँ एकदम राम्रो है। गिनेस बुक अफ वर्ल्ड रेकर्डको पहिलो प्रकाशन चाहिँ सन् 1955 अगस्त 27 मा भएको थियो। कहिले भएको थियो? सन् 1955 अगस्त 27 मा भएको थियो। क्लियर हुने, एकदम क्लियर हुने। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर बी रह्यो है। त्यसैगरी हेर्नुस् त क्वेशन नम्बर 40 मा रहेको छ हजुरको। प्राचीन ओलम्पिक खेलको सुरुवात कहिले भएको थियो? अर्थात् कहिले भएको हो? प्राचीन ओलम्पिक खेलको सुरुवात चाहिँ कहिले भएको हो? अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ है ईसा पूर्व 774। अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने ईसा पूर्व 775 है। त्यसैगरी अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने ईसा पूर्व 776। त्यसैगरी यहाँ अप्सन डी चाहिँ छुटेको छ है, तल भएको होला। अप्सन ईसा पूर्व 777। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? प्राचीन ओलम्पिक खेलको सुरुवात कहिलेदेखि अर्थात् कहिले भएको थियो?
ल भन्नुहोस् त प्राचीन ओलम्पिक खेलको सुरुवात चाहिँ कहिले भएको थियो? गुड, एकदम राइट आन्सर है। जतिले पनि अप्सन नम्बर सी भनेका चाहिँ मिलाउनु भएको छ। जतिले पनि ईसा पूर्व है BC 776 भन्नु भएको छ, एकदम राइट आन्सर भन्नु भएको छ है। प्राचीन ओलम्पिक खेलको सुरुवात चाहिँ ईसा पूर्व 776 मा भएको थियो। ईसा पूर्व 776 मा भएको थियो। र प्राचीन ओलम्पिक खेल चाहिँ कहाँ सुरु भएको थियो है, कुन देशमा सुरु भएको थियो भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले ग्रिस देश भन्ने, ग्रिस देशमा चाहिँ सुरु भएको थियो है। प्राचीन ओलम्पिक खेल चाहिँ सुरुवात ईसा पूर्व अर्थात BC 776 मा सुरु भएको थियो, यो एकदम जान्ने। र कुन देशमा है प्राचीन ओलम्पिक खेल चाहिँ कुन देशमा सुरु भएको थियो भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले ग्रिस देश भनिदिने, ग्रिस देश भनिदिने। क्लियर हुने, एकदम क्लियर हुने। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर सी रह्यो। त्यसैले हेर्नुहोस् क्वेसन नम्बर 41 मा रहेको छ हजुरको युरोपेली आयोगको स्थापना कहिले भएको थियो? युरोपेली आयोगको स्थापना कहिले भएको थियो? अप्सन ए मा हेर्नुहुन्छ भने सन् 1992, अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने सन् 1993, अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने सन् 1994, अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने सन् 1995। ल भन्नुहोस् यस क्वेसनको राइट आन्सर के हुन सक्ला? ल भन्नुहोस् त क्वेसन नम्बर 41 को राइट आन्सर के हुन सक्ला? क्वेसन राम्रोसँग बुझ्नु होला। युरोपेली आयोगको स्थापना कहिले भएको थियो? एकदम सजिलो प्रश्न है। युरोपेली आयोगको स्थापना कहिले भएको थियो? गुड, एकदम राइट आन्सर। कति भन्नु भएको छ? अप्सन नम्बर बी भनेका चाहिँ मिलाउनु भएको छ। जतिले पनि सन् 1993 भन्नु भएको छ, एकदम राइट आन्सर भन्नु भएको छ है। यसरी नै राइट आन्सर भन्ने चाहिँ ट्राई गर्ने, प्रयास गर्ने है, प्रयासै गर्ने। राइट आन्सर भन्ने चाहिँ प्रयास गर्ने। युरोपेली आयोगको स्थापना चाहिँ सन् 1993 मा भएको थियो। युरोपेली आयोगको स्थापना चाहिँ कहिले भएको थियो अरे? सन् 1993 मा भएको थियो। र युरोपेली आयोगको प्रधान कार्यालय कहाँ रहेको छ भनेर हजुरलाई यो क्वेसन पनि सोध्यो भने चाहिँ हजुरले बेल्जियम देशको ब्रसेल्स भनिदिने, बेल्जियम देशको ब्रसेल्स भनिदिने। युरोपेली आयोगको स्थापना चाहिँ सन् 1993 मा भएको थियो, यो एकदम क्लियर हुने। त्यसैगरी हजुरलाई युरोपेली आयोगको प्रधान कार्यालय कहाँ रहेको छ भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले बेल्जियम देशको ब्रसेल्स भनिदिने है, बेल्जियम देशको ब्रसेल्स भनिदिने। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर बी रह्यो, एकदम क्लियर हुने। कन्फ्युज भन्ने कति पनि हुनु भएन, क्लियर हुने, एकदम क्लियर हुने है। त्यसैगरी हेर्नुहोस् त क्वेसन नम्बर 42 मा रहेको छ हजुरको सार्कको प्रथम शिखर सम्मेलन कहिले भएको थियो? सार्कको चाहिँ प्रथम है पहिलो शिखर सम्मेलन कहिले भएको थियो? अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ सन् 1985 डिसेम्बर 1 देखि 2, अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने सन् 1985 डिसेम्बर 3 देखि 4, अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने सन् 1985 डिसेम्बर 5 देखि 6 है। त्यसैगरी अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने सन् 1985 है डिसेम्बर 7 देखि 8। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के? ल भनिदिनुस् त क्वेशन नम्बर 42 को राइट आन्सर के हुन सक्ला? सार्कको प्रथम है सार्कको चाहिँ प्रथम शिखर सम्मेलन कहिले भएको थियो? ल भन्नुस् त सार्कको चाहिँ प्रथम शिखर सम्मेलन कहिले भएको थियो? हो गुड, एकदम राइट आन्सर भन्नुभएको छ है। जतिले पनि अप्सन नम्बर डी भनेका चाहिँ सबैले मिलाउनु भएको छ, जतिले पनि अप्सन नम्बर डी भन्नुभएको छ सबैले एकदम करेक्ट राइट आन्सर भन्नुभएको छ, करेक्ट आन्सर भन्नुभएको छ। यसरी नै मिलाउन ट्राई गर्ने, राइट आन्सर मिलाउन चाहिँ ट्राई गरिरहनु पर्यो है, ट्राई गर्ने, एकदम ट्राई गर्ने है, ट्राई चाहिँ गरिरहने। सार्कको पहिलो शिखर सम्मेलन चाहिँ सन् 1985 डिसेम्बर 7 देखि 8 सम्म भएको थियो है। सार्कको पहिलो अर्थात प्रथम शिखर सम्मेलन चाहिँ सन् 1985 डिसेम्बर 7 देखि 8 गतेसम्म भएको थियो। र हजुरलाई सार्कको पहिलो शिखर सम्मेलन है कहाँ भएको थियो भनेर हजुरलाई यो क्वेशन पनि सोध्यो भने चाहिँ हजुरले बंगलादेशको राजधानी ढाकामा भएको थियो है, बंगलादेशको राजधानी चाहिँ ढाकामा भएको थियो। क्लियर हुने, एकदम क्लियर हुने। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर डी रह्यो है। त्यसैले हेर्नुस् त क्वेशन नम्बर 43 मा रहेको छ हजुरको आसियानको सबैभन्दा ठूलो राष्ट्र है इन्डोनेसिया हो भने सबैभन्दा सानो राष्ट्र कुन हो? एकदम सजिलो प्रश्न है। आसियानको चाहिँ सबैभन्दा ठूलो राष्ट्र इन्डोनेसिया हो भने सबैभन्दा सानो राष्ट्र कुन हो भन्ने क्वेशन रहेको छ। क्वेशन राम्रोसँग बुझ्ने। अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ ब्रुनाई, अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने सिंगापुर, अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने म्यानमार है। त्यसैगरी अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने लाओस। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? ल भन्नुस् त यस क्वेशनको राइट आन्सर के हुन सक्ला? आसियानको सबैभन्दा ठूलो राष्ट्र इन्डोनेसिया हो भने सबैभन्दा सानो राष्ट्र कुन हो? ल भन्नुस् त आसियानको चाहिँ सबैभन्दा सानो राष्ट्र कुन हो? गुड, एकदम राइट आन्सर भन्नुभएको छ है। जतिले पनि अप्सन नम्बर बी भनेका चाहिँ सबैले मिलाउनु भएको छ, जतिले पनि अप्सन नम्बर बी सिंगापुर भन्नुभएको छ एकदम राइट आन्सर भन्नुभएको छ है। आसियानको सबैभन्दा सानो राष्ट्र चाहिँ सिंगापुर रहेको छ।
है आसियानको सबैभन्दा सानो राष्ट्र चाहिँ सिङ्गापुर रहेको छ। र हजुरलाई आसियानको सबैभन्दा ठुलो राष्ट्र कुन हो भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले इन्डोनेसिया भन्ने, यो एकदम जान्ने है। त्यसै गरी आसियानको सबैभन्दा सानो राष्ट्र कुन हो भन्यो भने चाहिँ हजुरले सिङ्गापुर भनिदिने है। आसियानको सबैभन्दा सानो राष्ट्र कुन हो भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले सिङ्गापुर भनिदिने। ठुलो सोध्यो भने चाहिँ हजुरले इन्डोनेसिया भनिदिने, सानो सोध्यो भने चाहिँ हजुरले सिङ्गापुर भनिदिने। क्लियर हुने, एकदम क्लियर हुने। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर बी रह्यो है। त्यसैले हेर्नुहोस् त क्वेसन नम्बर 44 मा रहेको छ हजुरको संयुक्त राष्ट्र संघको है 79औं महासभा कहिले भएको थियो? संयुक्त राष्ट्र संघको 79औं महासभा कहिले भएको थियो भन्ने क्वेसन रहेको छ। क्वेसन एकदम मजाले बुझ्ने। अप्सनहरुमा हेर्नुहुन्छ भने अप्सन ए मा रहेको छ सन् 2024 सेप्टेम्बर 10 देखि 30। अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने सन् 2024 है सेप्टेम्बर 20 देखि 30। अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने सन् 2024 सेप्टेम्बर 40 देखि 30। अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने सन् 2024 है सेप्टेम्बर 20 देखि 50 देखि 30। यो चाहिँ मिलेको छैन है। यसमा चाहिँ हजुरले अप्सन नम्बर सी को चाहिँ हजुरको 30 देखि 40 हो है। 30 देखि 40 हो। 30 देखि 40 यसमा चाहिँ 40 देखि 50 हुन्छ है। 40 देखि 50 हुन्छ। यहाँ मिस्टेक भएको छ। यो चाहिँ हजुरले बुझिहाल्नुहुन्छ। यो बुझिहाल्नुहुन्छ है। संयुक्त राष्ट्र संघको 79औं है महासभा चाहिँ कहिले भएको थियो भनेको छ, जसमा चाहिँ हजुरको राइट आन्सर के हुन्छ भन्नुस् त? हो गुड, एकदम राइट आन्सर मिलाउनु भएको छ। जतिले पनि अप्सन नम्बर ए भन्नु भएको छ सबैले मिलाउनु भएको छ। संयुक्त राष्ट्र संघको है 79औं महासभा चाहिँ सन् 2024 सेप्टेम्बर 10 देखि 30 गतेसम्म भएको थियो है। संयुक्त राष्ट्र संघको 79औं महासभा चाहिँ सन् 2024 सेप्टेम्बर 10 देखि 30 सम्म भएको थियो। र हजुरलाई संयुक्त राष्ट्र संघको 79औं महासभा कहाँ भएको थियो भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले अमेरिका देशको न्युयोर्कमा भनिदिने। अमेरिका देशको न्युयोर्कमा भनिदिने। संयुक्त राष्ट्र संघको 79औं महासभा चाहिँ सन् 2024 सेप्टेम्बर 10 देखि 30 सम्म भएको थियो। यो जानिहाल्नुहुन्छ है। त्यसैले हजुरलाई संयुक्त राष्ट्र संघको है 79औं महासभा कहाँ भएको थियो भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले अमेरिका देशको न्युयोर्कमा भनिदिने। क्लियर हुने, एकदम क्लियर हुने। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर ए रह्यो है। त्यसैले हेर्नुहोस् त क्वेसन नम्बर 45 मा रहेको छ हजुरको नेपालसँग दैत्य सम्बन्ध कायम गरेको 183औं मुलुक कुन हो? नेपालसँग चाहिँ दैत्य सम्बन्ध कायम गरेको 183औं मुलुक कुन हो भन्ने क्वेसन रहेको छ। क्वेसन एकदम राम्रोसँग बुझ्ने। अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ तुवालु। अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने किरिबाटी है। अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने मार्शल द्वीप समूह पलाउ। ल भन्नुस् यस क्वेसनको राइट आन्सर के हुन सक्ला? नेपालसँग दैत्य सम्बन्ध कायम गरेको 183औं मुलुक कुन हो? ल भन्नुस् त नेपालसँग चाहिँ दैत्य सम्बन्ध कायम गरेको 183औं मुलुक कुन हो? गुड, एकदम राइट आन्सर भन्नुभएको छ है। जतिले पनि अप्सन नम्बर कति भन्नुभएको छ? अप्सन नम्बर कति भन्नुभएको छ? अप्सन नम्बर बी भनेका चाहिँ सबैले मिलाउनु भएको छ है। जतिले पनि अप्सन नम्बर बी किरिबाटी भन्नुभएको छ एकदम राइट आन्सर भन्नुभएको छ है। नेपालसँग दैत्य सम्बन्ध कायम गरेको 183औं मुलुक चाहिँ किरिबाटी रहेको छ है। किरिबाटी रहेको छ। क्लियर हुने, एकदम क्लियर हुने। र हजुरलाई किरिबाटीले कहिले नेपालसँग दैत्य सम्बन्ध कायम गरेको थियो भनेर हजुरलाई यसरी सोध्यो भने चाहिँ हजुरले सन् 2024 जुलाई 17 भनिदिने। किरिबाटीले चाहिँ नेपालसँग दैत्य सम्बन्ध कहिले कायम गरेको थियो भनेर हजुरलाई क्वेसनमा सोध्यो भने चाहिँ हजुरले सन् 2024 जुलाई 17 भनिदिने। क्लियर हुने, एकदम क्लियर हुने। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर बी रह्यो है। त्यसैले हेर्नुहोस् त क्वेसन नम्बर 46 मा रहेको छ हजुरको मिसेस नोबेल नेपाल 2000 विजेता को हुन्? मिसेस नोबेल नेपाल 2025 को है विजेता को हुन्? अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेका छन् सर्वना जोशी। अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने रेखा भट्टराई है। अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने सन्ध्या लामिछाने। त्यसैगरी अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने हिमानी सुब्बा। ल भन्नुस् यस क्वेसनको राइट आन्सर के हुन सक्ला? ल भन्नुस् त क्वेसन नम्बर 46 को राइट आन्सर के हुन सक्ला? मिसेस नोबेल नेपाल 2025 को विजेता को हुन्? ल भन्नुस् त मिसेस नोबेल नेपाल 2025 को विजेता को हुन्? हो गुड, एकदम राइट आन्सर भन्नुभएको छ है। अप्सन नम्बर सी भनेका चाहिँ सबैले मिलाउनु भएको छ। जतिले पनि अप्सन नम्बर सी सन्ध्या लामिछाने भनेका चाहिँ मिलाउनु भएको छ। मिसेस नोबेल नेपाल 2025 को विजेता चाहिँ सन्ध्या लामिछाने रहेका थिए है। रहेका थिए अर्थात रहेका छन्। क्लियर हुने, एकदम क्लियर हुने। र हजुरलाई मिसेस नोबेल नेपाल 2000 उपविजेता को हुन् भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले अप्सन नम्बर ए मा रहेका सर्वना जोशी भनिदिने। मिसेस नोबेल नेपाल 2000 विजेता चाहिँ हजुरको सन्ध्या लामिछाने रहेका छन् र उपविजेता को हुन् भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले सर्वना जोशी भनिदिने।
सर्वना जोशी भनिदिने। क्लियर हुने, एकदम क्लियर हुने। राइट एन्सर चाहिँ हजुरको अप्सन नम्बर सी रह्यो है। त्यसैले हेर्नुहोस् क्वेसन नम्बर 47 मा रहेको छ हजुरको क्वेसन एकदम राम्रोसँग ध्यान दिएर बुझ्नु होला। जलवायु परिवर्तन जोखिम है, जलवायु परिवर्तन जोखिम सूचाङ्क 2025 मा नेपाल कति स्थानमा रहेको छ? क्वेसन राम्रोसँग बुझ्नु होला। जलवायु परिवर्तन जोखिम सूचाङ्क है 2025 मा चाहिँ नेपाल कति स्थानमा रहेको छ? अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ 68औं, अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने 69औं है, अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने 77औं र अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने 10औं। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? ल भन्नुस् त क्वेशन नम्बर 47 को राइट आन्सर के हुन सक्ला? जलवायु परिवर्तन जोखिम है सूचाङ्क 2025 मा नेपाल कति स्थानमा रहेको छ? हो गुड, एकदम राइट आन्सर है। जतिले पनि अप्सन नम्बर बी भनेका चाहिँ मिलाउनु भएको छ, जतिले पनि अप्सन नम्बर बी भन्नुभएको छ 69औं भन्नुभएको छ, एकदम राइट आन्सर भन्नुभएको छ है। जलवायु परिवर्तन जोखिम सूचाङ्क 2025 मा चाहिँ नेपाल 69औं स्थानमा रहेको छ है। 2025 मा चाहिँ नेपाल 69औं स्थानमा रहेको छ। क्लियर हुने, एकदम क्लियर हुने है। त्यसैगरी नेपाल चाहिँ 2017 मा चाहिँ हजुरको 10औं स्थानमा रहेको थियो। 2017 मा चाहिँ जलवायु परिवर्तन जोखिम सूचाङ्क 2017 मा चाहिँ नेपाल 10औं स्थानमा रहेको थियो। यो जान्ने, यो पनि जान्नुपर्छ है, यो पनि बुझ्नुपर्छ, अध्ययन गर्नुपर्छ। र जलवायु परिवर्तन जोखिम सूचाङ्क 2025 मा चाहिँ नेपाल 69औं स्थानमा रहेको छ, 69औं स्थानमा रहेको छ। क्लियर हुने, एकदम क्लियर हुने। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर बी रह्यो है। त्यसैले हेर्नुहोस् क्वेसन नम्बर 48 मा रहेको छ हजुरको पहिलो बाँस राष्ट्रिय सम्मेलन कहिले भएको थियो? पहिलो बाँस राष्ट्रिय सम्मेलन कहिले भएको थियो? अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ विक्रम सम्वत 2081 फागुन 15 देखि 17। अप्सन नम्बर बी मा हेर्नुहुन्छ भने विक्रम सम्वत 2081 फागुन 18 देखि 19। अप्सन नम्बर सी मा हेर्नुहुन्छ भने विक्रम सम्वत 2081 फागुन 20 देखि 21। त्यसैगरी अप्सन नम्बर डी मा हेर्नुहुन्छ भने विक्रम सम्वत 2081 फागुन 22 देखि 23। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के हुन सक्ला? ल भन्नुस् त क्वेशन नम्बर 48 को राइट आन्सर के हुन सक्ला? पहिलो बाँस राष्ट्रिय सम्मेलन कहिले भएको थियो? ल भन्नुस् त पहिलो बाँस राष्ट्रिय सम्मेलन कहिले भएको थियो? हो गुड, एकदम राइट आन्सर भन्नुभएको छ है। जतिले पनि अप्सन नम्बर ए भनेका चाहिँ मिलाउनु भएको छ, जतिले पनि अप्सन नम्बर ए भन्नुभएको छ एकदम राइट आन्सर भन्नुभएको छ। पहिलो बाँस राष्ट्रिय सम्मेलन चाहिँ विक्रम सम्वत 2081 फागुन 15 गतेदेखि 17 गतेसम्म भएको थियो है। 15 गतेदेखि 17 गतेसम्म भएको थियो। र हजुरलाई पहिलो राष्ट्रिय बाँस है, पहिलो बाँस राष्ट्रिय सम्मेलन चाहिँ कहाँ आयोजना भएको थियो भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले खोटाङको दिक्तेलमा है, खोटाङको दिक्तेलमा चाहिँ भएको थियो है। पहिलो बाँस राष्ट्रिय सम्मेलन चाहिँ हजुरको विक्रम सम्वत 2081 फागुन 15 देखि 17 गतेसम्म भएको थियो। यो एकदम क्लियर हुने। र हजुरलाई पहिलो बाँस राष्ट्रिय सम्मेलन कहाँ आयोजना भएको थियो भनेर हजुरलाई सोध्यो भने चाहिँ हजुरले खोटाङको दिक्तेलमा भएको थियो भन्ने, खोटाङको दिक्तेलमा भएको थियो भन्ने क्लियर हुने, एकदम क्लियर हुने। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर ए रह्यो है। त्यसैले हेर्नुहोस् त क्वेशन नम्बर 49 मा रहेको छ हजुरको ग्रामर गुरु भनेर चिनिने है भाषाविद्ध चुडामणि गौतमको निधन कहिले भएको हो? ग्रामर है, ग्रामर गुरु भनेर चिनिने भाषाविद्ध चुडामणि गौतमको निधन कहिले भएको थियो? अप्सनहरुमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ विक्रम सम्वत 2081 फागुन 10, फागुन 11, फागुन 12 र फागुन 13। ल भन्नुस् यस क्वेशनको राइट आन्सर के? ल भन्नुस् त क्वेशन नम्बर 49 को राइट आन्सर के हुन सक्ला? ग्रामर गुरु भनेर चिनिने है भाषाविद्ध चुडामणि गौतमको निधन कहिले भएको थियो? हो गुड, एकदम राइट आन्सर है। जतिले पनि अप्सन नम्बर सी भन्नुभएको छ एकदम राइट आन्सर भन्नुभएको छ। यसरी नै मिलाउन ट्राई गर्ने, राइट आन्सर मिलाउन चाहिँ ट्राई गर्ने है। क्वेशन एकदम मजाले बुझ्ने, क्वेशन चाहिँ एकदम मजाले रिपिट गरेर है, नबुझ्दासम्म चाहिँ रिपिट चाहिँ गर्ने है। जतिचोटि क्वेशन बुझ्नुहुन्न रिपिट गरेर क्वेशन बुझ्ने प्रयास गर्ने है। ग्रामर गुरु भनेर चिनिने भाषाविद्ध चुडामणि गौतमको निधन चाहिँ विक्रम सम्वत 2081 फागुन 12 गते चाहिँ भएको थियो। क्लियर हुन, एकदम क्लियर हुन है, जान्ने एकदम क्लियर हुने। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर सी रह्यो। त्यसैले हेर्नुहोस् क्वेशन नम्बर 50 मा रहेको छ आजको अन्तिम प्रश्न क्वेशन रहेको छ आजको नेपालको पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन कहिले भएको थियो? नेपालको चाहिँ पूर्व सभामुख है दमननाथ
ढुङ्गानाको निधन कहिले भएको थियो भन्ने क्वेसन रहेको छ। क्वेसन एकदम मजाले बुझ्ने, जति बुझिन्न रिपिट गरेर बुझ्ने है, रिपिट गरेर बुझ्ने। बुझिन्न भने एकचोटि बुझिन्न भने अर्कोचोटि रिपिट गर्ने क्या है, अर्कोचोटि रिपिट गर्ने। नेपालको पूर्व सभामुख है दमननाथ ढुङ्गानाको निधन कहिले भएको थियो? अप्सनहरूमा हेर्नुहुन्छ भने हजुरको अप्सन नम्बर ए मा रहेको छ विक्रम सम्वत 2081 मङ्सिर 1 गते, मङ्सिर 2 गते, मङ्सिर 3 गते र मङ्सिर 4 गते। ल भन्नुहोस् यस क्वेसनको राइट आन्सर के हुन सक्ला? ल भन्नुहोस् त क्वेसन नम्बर 50 को राइट आन्सर के हुन सक्ला? नेपालको पूर्व सभामुख है दमननाथ ढुङ्गानाको निधन कहिले भएको थियो? हो गुड, एकदम राइट आन्सर है। जतिले पनि अप्सन नम्बर बी भन्नु भएको छ सबैले मिलाउनु भएको छ। नेपालको पूर्व सभामुख है दमननाथ ढुङ्गानाको निधन चाहिँ विक्रम सम्वत 2081 मङ्सिर 2 गते भएको थियो। कहिले भएको थियो? विक्रम सम्वत 2081 मङ्सिर 2 गते भएको थियो। क्लियर हुने, एकदम क्लियर हुने। राइट आन्सर चाहिँ हजुरको अप्सन नम्बर बी रह्यो। ल आजको हाम्रो क्लास चाहिँ यति नै रह्यो। हामी चाहिँ भोलि नेपालको इतिहास टपिक अन्तर्गत डे 6 मा रहेका छौँ। नेपालको इतिहास टपिक अन्तर्गत अन्तिम डेमा रहेका छौँ। त्यसपछि हामी अर्को नेक्स्ट टपिकमा प्रवेश गर्नेछौँ भन्दै आजको क्लास चाहिँ हामीले यति एमा इन्ड गर्न चाहियो। आजको क्लास चाहिँ हामी शुक्रबार है, शुक्रबार पनि यही सामान्य ज्ञान मिक्स क्वेसनहरू लिएर चाहिँ हजुरमा उपस्थित हुने नै छौँ भन्दै आजको यस क्लासबाट चाहिँ म छुटिन्छु। हवस् त, धन्यवाद।